फर्सी काटेर पकाएर खाने योजना बनाउँदैछु। खुब मिठो होला जस्तो छ काटेर हेर्दा नै है। यो फर्सीको बिहा धेरै कम रहेछ। यति ठुलो फर्सीको बिहा मात्र यति ल फर्सी पाकिसक्यो। अब अलि चिसो भएपछि खानु पर्यो। कतिको मिठो रहेछ यो फर्सीको। अलिकति रस सुकेन रहेछ। अब म यसमा हेरेर पिउनु पर्यो कति मिठो छ। कस्तो छ यो मरेको मान्छे बिउजिन्छ। यसको यो फर्सीको झोल पिएपछि यति मिठो। सायद फर्सी पनि एकदम मिठो छ होला रस अनुसार। फर्सी पाकिहाल्यो। अब चाकम कस्तो छ अति मिठो छ।